हेलो एभ्रिवान, वेलकम ब्याक टु न्यू भिडियो। आजको नयाँ भिडियोमा हाम्रो नयाँ दिन अनि नयाँ डेस्टिनेसन हो नि त रोशन? ल हामी यहाँ सामानहरू किनेर टक्क दुईजना भएर सामानहरू ओरेन्ज अनि म चाहिँ यता कर्ड दही लिएर दुईजना भएर हामी अब फुलचोकीको टपमा आजको डेस्टिनेसन त्यहाँसम्मको हुनेछ। र स्टे ट्युन गाइज। हामी चाहिँ अहिले गोदावरी साइडमा छौँ। हामी अहिले गोदावरी साइडमा छौँ अनि अनि दिवस र चन्द्रे उता छ अनि हामी दुईजना चाहिँ दोस्रो सामान किन्न आएको। उनीहरू पनि सामान त्यहाँ बोकेर बसिरहेको रहेछ। अहिले चाहिँ यो गोदावरी साइडमा होइन देखियो है केटाहरू गाइजहरू यो देखियो है त्यहाँ प्लास्टिक पुरै बोकेर रहेछ होइन। ल केटाहरू चाहिँ खुसी छ है, आज एक्साइटेड छ। ल त गाइज, मान्छे गोदावरी आउँछ, हामी गोदावरीबाट पनि हिँड्न लाग्यो। फुलचौकीको आजको डेस्टिनेसन। ओहो हेलो जेन्जी यार, के छ यार जेन्जी? अल गुड म्यान, अल गुड। के छ त चन्द्रे? हेर न दही अनि भक्तपुर कहाँ भक्तपुरको नि अनि ओरेन्ज 2 केजी अनि दही अनि यति भएपछि त पुग्छ नि केटा हो। केला त महँगो हेर्ने अनि कहाँ पैसा थिए पुगेन। केला कति रे? 230 हो केला महँगो थियो। हामी 100 रुपियाँमा त्यो सुन्तला हेर न फेरि सेङ्जाले लग्नु पर्ने है। कुरा बटार थियो कि 170 भन्दै थियो अनि मलाई आन्टी 150 मा गरौँ न भन्दा 160 मा किनेकै हो रे। अनि ल अनि त्यसपछि बल्ल अनि 165 मा दिएको। 5 रुपियाँ त खानै पर्यो भनेर। यता हो तपाईँहरू यो रुट नआउनुहोस् है, यो रुट हो। यहाँ वे टु फुलचौकी त्यहाँ लेखेर रहेछ टक्क लगाएर। ल गाइज स्टे ट्युन। हामी यो सिधै हो। ल यो त सेन्ट जेभियर्स गोदावरीको होइन। नदी नाला सफा राखौँ। पानी बगेको छैन यार, पाइपबाट लगेको छ। बर्खामा त बक्स होला पुग्छ। गाडी आइरहेछ है केटा साइड। यस्तो पिस ठाउँमा है। हजुर यो रोड त खोइ हिँड्दै जाऊँ न। देखाइसक्यो त त्यहाँ तल वेमा त्यस्तो भनेपछि फुलचोकी माथि पनि अलि यता हो कि फुलचौकीको डाँडो भनेर लेखिन्छ। अस्ति त त्यहाँ शिवपुरी जाँदा त है सामान्य खाँदा कतिखेर सक्यो लास्ट मोमेन्टमा त छैन। अब त्यहाँ पसल केही छैन किनभने पनि त्यही भएर आज टन्नै लिएर आएको। दिवस भएर हो कि सबै सटाउने दिवस त वाइल्ड भएको थियो नि। दोस्त यार भयो यार आउन नै यार भन्छ। हाइकिङ बिरामी भनेर हाइकिङ। अनि हामी 2टा डेस्टिनेसन पुग्यो होइन रोशन? अनि तेस्रो चाहिँ त्यहाँ स्तुपा जानमा होइन अलि टाइमै लाग्दो रहेछ है। लास्ट टाइम घरदेखि भन्यो जाके जा भन्छ होइन। घर जा भन्छ यता फेरि पङ्कजले
पछि अब पङ्कजले भनी गएकोमा अनि यिनलाई त्यो सबै फुकालेर होइन बोकेर ब्याग स्याग सब बोकेर लु साथी तिमी एक्लै हिँड भनेर अलि हल्को हुन्छ नि त। अनि उहाँ माथि त पुगेपछि त एकछिन मस्त सुतेँ। कोटेश्वर बहुमुखी क्याम्पस र सरकारी क्याम्पसको यहाँ पनि रहेछ। थाहा छ साथी हाम्रो त्यो कलेजको होइन नाम के हो थाहा छ? विश्वदीपी युनिभर्सिटीको क्या ब्याचलरको नाम। अनि उताबाट त्यो के अरे घरबाट आउँदा होइन त्यो सिन्धुलीको भित्तामा टाँसेछ क्या विश्वदीपी कलेज भनौँ कुन हो। यहाँ अस्ति हाम्रो अगाडि त्यो गेटमा विश्वदीपी लेखेको थियो अनि बल्ल थाहा पाएको ए आज त हिँड्न सकिन्छ नि दिवस। ल रेस्ट नि पाछ। हेर खोला सोला सब सुकिसक्यो ढुङ्गा मात्र छन् यहाँ। बिच यो के हो यो के यार दोस्त यार यहाँ हामी पिकनिक खान आउँछौँ। यहीँ आउँथ्यौ कसम से दोस्त यो होइन ऊ त्यही त भन्छु यार के हो के होइन त्यहाँ त्यसको इन्ट्रान्स गेट त्यहाँबाट छ तिमीलाई म देखाउँछु। वेमा ल ब्याक मेमोरीहरू आयो है मेरो त। यहाँ होइन टक्क साथीहरूसँग बसेर डेन्जर वर्ल्डै हुन्थ्यो। के रे चन्द्र once more nostalgia यहाँ त डेन्जर गाइजहरू छ यहाँ। हेर्नुहोस् गाइजहरू पद देखाउ त फेरि त्यो मैले भिडियो गर्दा होइन त्यसलाई साथीको फोटो खिच्नु पज गर न। मैले फोटो खिचाएन कि मैले फोटो खिचाएन। ल हेर्नुहोस् दिवस यो अवस्थामा थियो मा कसम यार यो अवस्थामा थियो यार मान्छे अस्ति उता हाइकिङ जाँदा। आज चाहिँ केटो इनर्जेटिभ छ पुरै अगाडि हिँडिरहेछ। ल राख त दिवस चराचुरुङ्गी देखिरहेको छैन कुन देखिन्छ आज हेर्नु। चराचुरुङ्गी त्यो नामको लागि मात्र कहाँ सबै देखिन्छ र मात्र हो देखिसक्यो हामीले चिन्ने पनि सुगा हजुर ए हामी चाहिँ उता फुलचौकी जानु लाग्यो। फुलचौकी जानु ला तपाईँहरूको यो जुन खानेकुरा बोक्नु भएको छ डिपोजिट गर्नुपर्छ। डिपोजिट अहिले 100 रुपियाँ राखेर जाने तपाईँले खाएर खाली खबर यहाँ ल्याएपछि भरे रिटर्न लिनु। ए 100 रुपियाँ रिटर्न पाउने बाटो चाहिँ यही बाटो फर्किनु पर्यो। अन्त जाने बाटो पनि छैन ए भनेपछि फोर्सवर फाल्न पाइँदैन। ए कुराहरू चाहिँ फाल्दिनु हजुर हुन्छ यो प्लास्टिक अनि पानीको बोतल उ त्यो हुन्छ हामी हुन्छ 100 रुपियाँ यो हाल त के पज गरिदिउँ चिसोमा तातो आहा दौड्यो भने नि 1,50,000 अनि 25,000 जसले धेरै टिपेर दौड्यो उसले पायो क्या। अनि टिम हुँदो रहेछ दुईजनाको टिम हो क्या दुईजनाको टिम हो। एउटा मैले सुनेको थिएँ कुन ठाउँमा भयो र त्यो त यो यतै हाम्रो काठमाडौँमै भयो हो तर सुरु चाहिँ कुनको चौरबाट भएको थियो। मैले एक चौरदेखि अर्को चौरसम्म पुग्ने जो पहिला पनि पुग्यो या धेरै जसले पुग्यो त्यही म हेर्छु। पहिला मात्र भएर पुगेन धेरै हुनु पर्यो दुवै हेर्छु होला दुवै हेर्नु पर्यो छिटो पनि अब धेरै पनि त्यस्तोमा भागिदिनु पर्यो क्या दिवस पर्यो कि जाउँ
यहाँ त हेर्नुहोस् गाइस गोटिनी ग्लोभ्स नि लगाइसकेको थियो होइन केटोले सब तयारी नै छ केटो डस्टबिन त्यहाँ भए पनि फोहोर चाहिँ नफाल्नु होइन किनभने पैसा पाउनु हुन्न रिटर्न हामीलाई कार्ड दिएछ होइन त्यही भएर डस्टबिन पाउँदैमा अब फोहोर पनि फाल्न पाइएन है ल गुड छ कहाँदेखि जाने भनेर यहीबाट सिधै हो उता नौधारा आउँछ ए नौधारा त यही हो के अरे अब यसबाट यता हो अङ्कल नौधारा कता हो यही हो सर्टकट जाने बाटो यही हो ए हराउन सकिन्छ नि विचार गरेर जाने जता चलतिर झरिन्छ ए फुलचोकी जान ला हजुर फुलचोकी सिधा माथिबाट लाएर जाने चाहिँ तलतिर चाहिँ यता चाहिँ लेफ्ट चाहिँ झर्दै नझर लेफ्ट झऱ्यो भने उता तलतिर पुगिन्छ हराइन्छ ए माथितिर होइन होइन उही पुगेपछि के उही माथि पुगेपछि एउटा बाटो गाउँ जाने बाटो छ के ए ए त्यो बाटो चाहिँ हजुर नगइकन ठाडै छोटकरीमा ठाडै उब्लिनु पनि छ ओर्लिनु पनि छ सडक सडक घुम्नलाई धेरै बेर लाग्छ होइन छोटकरीमा यो ठाडो उब्लियो अनि एउटा बाटो भेटिन्छ फेरि एउटा बाटो भेट्यो फेरि माथिबाट उक्लिने अर्को बाटो भेटाउन त्यसो गरी छोटकरीमा हो भने चाँडै पुगिन्छ सडकै सडक घुम्ने हो भने समय धेरै लाग्छ अनि माथि लामखुम्नु भन्ने ठाउँमा माथि पुगेपछि एउटा बाटो उता गाउँ जाने बाटो छ के उता गइन्छ त्यो बाटो गयो भने गाउँ गइन्छ गाउँ पुगिन्छ त्यो बाटो छोडेर सोझै तलतिर छोटकरीमा ओर्लिने गर्ने क्या ए हस् हुन्छ हो भने मान्छे यहाँ धेरै हराएको छन् पहिला ए एकतिर भनेर गयो अर्कोतिर पुग्छन् त्योभन्दा राम्रो त हामी यही बाटो जान्छौँ नि यो लामो बाटो नै जान्छौँ ल यो गए पनि ठिक छ यो बाटो त बाटै जाने हो होइन यस्तो गरौँ जाने बेला चाहिँ यो बाटो जाम फर्किने बेला लामै बाटो आम्ला होइन एउटै बाटो घुमिन्छ बाटो कहिले नै नहिँड्या भए बिर्सिन्छ त्यही त यो बाटो कस्तो छ भने छोटकरी हो होइन अलिक गयो भने आइरहने मान्छेले पनि बिर्सिन्छ किनभने अब एउटा बाटो गयो एउटा सडक आउँछ त्यो सडकबाट फेरि माथिबाट उक्लिनु पर्छ गोरेटो थाहा भएन भने न यता जाने बरु रोटै समय अलिकति अब यसमा गयो भने 3 घन्टा जति रोडबाट लाग्ला छोटकरीमा गयो भने त्यस्तै 1.5 घन्टा लाग्छ अब रोटैबाट जाने हुन्छ रोटैबाट भयो भने सजिलो पनि हुन्छ दायाँ माया देखिन्छ यताउति होइन अनि आउँदा पनि रोटैबाट आउनु के ए हुन्छ ओह्रालो पर्दा झन् छिटो हुन्छ है त्यही गर्नु पर्ला छोटकरीमै ओर्लिने भन्यो भने कोही कता जाने हुन्छ कोही कता जाने बाटो जसतिर छ जङ्गलको बाटो हुन्छ नि अनि हुन्छ अङ्कल ल धन्यवाद हजुरलाई ल केटा हामी यही फलो गरौँ है फेरिमा हरायो भने त कहाँ हाइकिङ न साइकिङ हुन्छ अब तिनीहरू साइकल छ अब अगाडि नै पुगिहाल्छन् हामी कुन बेला कि जाने हो यही बाटो गइदिउँ रे ल 1 बोट गइदिउँ 2 बोट 3 बोट अब मैले नभने पनि अब जानै पर्ने हुन्छ ल गाइस यस्तो भन्यो हामी यही बाटो जान लाग्यो अङ्कल ल अब अङ्कलले त्यति सम्झाए पनि अब मानेन केटा त अब भर्खरका यङ जेन्जीहरू अब के गर्नु जानै पर्यो अब प्रायःको बोट हरायो भने चन्द्रियालाई म देखाउँछु मेरो सहमत थिएन नि गाइजहरू त्यहाँ त्यो बाटो जान यस्तो ल दर्शन गरौँ न यार भगवान्लाई ल हिँड केटा आहा फेवातालमा साइली ढुङ्गा सलला भित्र जाने हो र यहीँबाट गर्नु पानी हो क्या होइन हामी यता होइन यता अगाडि लाग्नुपर्छ के अरे कता हो फुलचौकी जानुपर्ने यही बाटो त्यही त यहाँ बाहिर बाटो हो क्या
म त यसो मन्दिर भएर केटा तिमीहरू अलिक पूजासुजा गर भनेको ओहो मागे फोर टिप्न सुरु है ल 9:20 को अवस्था ओहो यहाँ फोर टिप्ने ठक्क लगाएर ग्लोभ्स लिएरै आएछ केटो आज चाहिँ नेपालको लागि केही गर्छु भनेर ग्लोभ्स लाएर फोर टिप्न आएछन् ल वे के हो बिगिनिङमै यस्तो छ त मोटिभेसन हान्ने ओए रोशन तिम्रो फोन देऊ न डोन्ट यु नो मी सन यु डोन्ट नो मी सन के साथी डोन्ट यु नो मी सन हैन वे गाइस के हो यो चन्द्र इज इन फर्स्ट म्यान हि इज लिडिङ वे आउनुहोस् यार गाइज यहाँ आउनुहोस् यो सुनसान ठाउँमा सुनसान कामहरू गर्नुपर्छ वे यो हो नि त ए केटाहरू आउन यार फोटो त यार ल गाइज हामी चाहिँ यहाँ भालुबासे जङ्गलमा आइसक्यो अगाडि हिँडिराख्नु भनेको त चन्द्रले सकेन त्यस्तो नभन्नु न यार साथीले भालु भन्छ यार थेट तिमीहरू हेर्नुहुन्छ उही सिट्यायो माम जुन ठाउँमा हुर्के तर म एउटा क्वेसन म आफ्नो मित्र दिवसलाई सोध्न चाहन्छु क्या यो एकदमै गहिरो क्वेसन छ क्या आज 81 माघ 1 गते अनि यो स्पेसल दिनमा मेरो साथीले स्पेसल बिहेभियरहरू देखाइरहेछ क्या अनि त्यो चाहिँ के हो भनेपछि आज साथी त्यो ग्लोभ्स देखाइदियो त यो 5 करोडको ग्लोभ्स हेरे यो चाहिँ किन लाग्यो यसले 40 मेरो क्वेसन दिवसलाई यस्तो के अब म चाहिँ युएनमा एउटा भिडियो पठाउँदैछु किनकि हामीले पुल्चोकमा गरे त्यस्तो गरियो त्यो पुल्चोक होइन पुल्चोक पुल्चौकी के पुल्चौकी त्यही भएर त्यस्तो गरियो त्यहाँ अब फोरहरू टिपेर टिपिहाल अनि आउने बेलामा हो नि त यस्तो के प्लेट टिपिहाल के भन्दा डेस्टिनीमा पुगेपछि झर्ने बेलामा अहिलेदेखि टिप्यो भने फेरि माथिल्लो जाने अनि त्यो देखावटी त के गर्ने देखावटी नै के हामी भन्नु खोजेको माथिदेखि झर्ने बेलामा टिपेर लिएर ए त्यस्तो हो भनेपछि ग्लोभ्स चेन्ज गर्नुपर्छ है मलाई पनि दिने है म नि यसो फोटोसोट त खिच्नु पर्यो युएनलाई पठाउनलाई ल त गाइज आज मेरो साथीले यस्तो नयाँ कुरा गर्दैछ म पनि ह्याप्पी छु युएनलाई एउटा भिडियो पठाउनलाई हो खास युएनलाई अनि यस्तो के हो हाम्रो जङ्गलहरू साफ सफाइ राख्ने क्याम्पेन रहेछ त्यसमा म पार्टिसिपेट लिएको भनौँ चन्द्री त्यस्तै गरेर हिँड त कस्तो बवाल आयो छ्या यहाँ त उकालै उकाल छ त उही के हो तिमीहरूको स्टेमिना झुल्न थाल्यो त केटा ओ ल म यसो दौडिने हो नि त यसरी हो फेरि लेक लाग्ला नि साथी हो बिस्तारै आउनुहोस् हजुरहरू म पो यसो रनर भएर दौडिदिएको अब चाहिँ यहाँ घाम देख्यो टक्क टपमा केटाहरू ब्याकमा छ खाली होला जस्तो छ हेर त सन्डे लाइट आयो त हाँस देखायो त मलाई भन्न खोज्यो होला गाइस यो के यो चिप्सको वेट हुँदैन चिप्स अझै चाउँचो पनि छ यहाँ चारवटा चाउँचो छ अलवेज हो ब्रो अलवेज ओहो
बबाल सुनसान जङ्गलमा हेर त्यही हो कि जाने हामी खोज्यो चाहिँ आधा बाटो पुगिसक्यौँ आउँछ आधा बाटो 10% हिँडिरहेछ आधा बाटो भागिसक्यो मेरो लागि हो कि मेरो लागि होइन नि रोशन अझ बाँकी छ हाम्रो पिकनिक हो थाहा छ यसो जिस्किदिएको भन न यसो जिस्केको हो कि भाइहरू केटाले प्र्याङ्क भइदियो ल पङ्कजको थम्बनेल केटाहरू प्याक भइदियो तिमीलाई यस्तो बच्चा बच्चीलाई अलिक प्र्याङ्क हान्यो क्या कस्तो यार मेरो चल्नु छ्या त्यो त्यस्तो याद देखाउने मलाई कसले मेरो नामै आएको छैन यार मलाई त्यतिकै यस्तो मैले कहिले भने जिगु कल मी है यस्तोसँग पन्चास उसले भनेको के हो भन्दा म चाहिँ फेरि फोर टिप्न आएको उसले भनेको क्या मैले सबभन्दा सानो चन्द्रको हाइसेनु भन्दामा उमेरको हुँदैन नि हो नि प्लास्टिकले चरा भन्दियो यार मेरो दोस्त उयो देख्यो चरा उयो बसेको देख्यो त्यो रुखमा खोइ त्यो देख्यो अलि राखेर देख्यो भयो अँ देख्यो कि नै देखिहाल्छ नि अनि यस्तो जङ्गल अनि देखेपछि भन्ने त भयो देखेर हुन्छ कस्तो चरा त्यो चाहिँ थाहा पाउनु पऱ्यो नि त डिसिसी गएर के अन्त दिवस बढ दिवस बढ नै अरू भन्दा नि उड पिकर हेर्न मन लाग्छ अब वुड पिकर हेर्छ हान्ने वुड पिकरले होइन उड पिकर भन्ने चराको नाम नै हुन्छ कि त्यतिखेर नि गेमको बन्दुकको नाम बन्दुक बन्दुक होइन गन्दुकको अब चाहिँ गर्मी हुन थालिसक्यो टोपी सोपी खोल्नु पर्ला जस्तो छ अलि मसिन लाउनु पर्ने रहेछ उसले मसिनवाला अलिक मोटो यो कति लाएर हिँड्ने यार म त अब निकाल्न नि त ब्याग पिङ छ एकछिन अहिले त त्यत्तिकै पनि जान्छ हौ पङ्कजले अस्ति म कस्तो लाउँछ म त मा साथी कहाँ हो होइन पगल यहाँ खनेर रहेछ देखि निकाले यस्तो छ हेर न के हो ए यो पोल उतै हेर पोल बिजुलीको पोल हाल्न खने थियो होला त्यही हो बिजुलीको पोल त्यहाँ मान्छे त माथि देखाउ न माथि तार कि त्यहाँ यहाँ त्यो पनि हुन सक्छ नि ए अँ त्यही खना रहेछ न त प्राय त्यो हुन्छ नि साथी थाहा छ त्यो जनावर एउटा हुन्छ नि के नाम रे बदेल बदेल होइन दुम्सी अँ एक्ज्याक्टली दुम्सी दुम्सी त हामीसँग पनि छ त हाम्रो पछाडि तरुलहरू उसहरू किनेको अनि यस्तो जङ्गलमा तरुल छ कहाँ पाउँछ त त्यसो तरुल भनेको बन्ने त पाउँछ यार कस्तो कहाँ यस्तो ठाउँमा कहाँ खोज्ने मान्छे जहाँ पाइन्छ त्यो त अब देख्नेलाई पो थाहा हुन्छ त्यतिकै आयो होला देख्नेलाई हामी पनि के खन्दिने र बुझ्नेलाई यहाँ हेर न मोबाइलमा हेर्दा यस्तो लाइट आए जस्तो देखिन्छ होइन तर हेर न डार्क छ नि त रियलमा हेर्दा क्यामेरा तिम्रो फिल्टर लाग्यो कि त्यो मोबाइलमा छैन लाउ त हो यो के हो ल यसको नाम भन ल 500 रुपियाँ ओ इङ्ग्लिसमा भन्ने इङ्ग्लिस र नेपाली फन भन्छ एफइआरएन थाहा फोन भने अर्कै हो के हो भन्नु त हुन त फोन पनि यहाँ सुन न स्याडी ठाउँमै पाउने हो मोइस्चराइजर ठाउँमा हुने तर यो नेपाली नाम भन ल नेपाली नाम ल जिग्री भन ल 500 तर हुन चाहिँ मलाई पनि थाहा छैन है गाइज यिनीहरूले जे भने पनि म रङ भन्ने थिएँ हामी यसरी हिँडिरहेछौँ होइन अगाडिबाट बाघ आइथ्यो अरे म त दिवसले धकालेर हिँडिदिन्छु मैले दिउँसो अगाडि फालिदिन्छु के दौड्ने होइन कि सबले हाम्रो सोचहरू चाहिँ भाग्छ कि भाग उयो हामी धेरैले हुन्छ नि भाग्छ कि भाग अहिले आइदियोस् न अनि दौडिने होइन यहीँबाट कहाँ पुग्छ यहाँ आएनदेखि डर लाग्छ दिवस तिम्रो के छ प्लान म त के हो र अब होइन भाग आइदियो अरे रियलमै भाग्ने हाम्रो हामीले पनि भाग जस्तो गर्नु यस्तो अब लाइफ फ्युचरले हामीले रोक्न सकिँदैन ओए आएछ भने आएछ के गर्नु नाइस पोइन्ट है यस्तो गरिदिने सके भाग्ने नसके लड्ने हो के गर्ने त लड्ने त हो नि त हान्दिने लड्ने होइन कि अर्कोले ल जिगु ल भन तिमी के तिम्रो प्लान के छ सोचेर निकाल्दैन मर्यो रोशन भाग्छ हामीलाई यस्तै त्यसो हल्ला गर्दै जाऊ कि भाग हल्ला सुनेर आउँदा कि
म के गर्छु थाहा छ झन् आयो कोही आयो भने आयो यो बाघ होइन पहिला यहाँ रुखमा चढ्थेँ होइन म तिमीभन्दा अगाडि त्यो बाघ चढ्छ म यहाँ सिधै यहाँ हानेर अनि सिधै चढ्थेँ होइन अनि बाघ उता तिमीलाई लखेड्न जान्थेँ होइन म बाघमाथि चढिदिन्थेँ अरे के मैले यतिकै यही प्रश्न एउटा साथीलाई सोधेँ कि म उहाँ हुँदा उहाँ चाहिँ बाघ आइरहेको थियो के भन्नु भन्दाखेरि म बाघको अगाडि मेडिटेसन गरिदिन्छु त्यसले छोडेर जान्छ अरे कि त्यसको लोजिक त्यो थियो कि मेडिटेसन गरिदिन्छु अनि त्यो बाघ सबैको लोजिक जान्छ होइन भन्न खोजेको अब उसको मनभित्र लागेको कुरा र पोइन्ट टु बी नोटेडै त्यो पनि हो ल ल आउँदा आउँदा यहाँसम्म आइपुग्यो यस्तो यस्तो खाडलहरू छ यहाँ बिचमा जाडो महिनामा आएको गाइज हामीहरू तपाईँहरू सक्दो भयो भने चाहिँ गर्मी महिनामा आउनुहोस् किन स्प्रिङ सिजन र अटम सिजन बेस्ट हो क्या के मान्छे बोलाए जस्तो लागिरहेछ त बोलाइ नै रह हो हिरो केटो पछाडिबाट हान ढाड मात्रै हेरेर के गर्ने साथी प्लास्टिकले हामीले माथि लगेर फान्दैछौँ मान्छे भिडियोमा आउन पाउँछु अरे हेर त छिटछिटो हिँडेका अरे म तर सिक्ने नि केटाहरु ल कति किलोमिटर अब 7 लेफ्ट है या हामी कति हिँड्यो अब हामी चाहिँ त्यही 6 किलोमिटर हिँड्यो अब आधी 45% हिँड्यो अब रिमेनिङ त्यति छ 45% रिमेनिङ ल के छ गाइजहरु एकदम ठिक छ मोबाइल छ नि मोबाइल नेपाल देखाइदियो नेपाल देखाइदियो नेपाल हो यो देखिनु पर्यो नि त एडभेन्चर जिगु भन हाउ आर यु भेरी भेरी फाइन अहिले धेरै रमाइलो भयो हाउ आर यु फिलिङ हामी त एकदमै बर्थडे अनि अङ्कित को थियो अङ्कित त्यस्तोको नाम लिने नि हैन ओइ ओइ मा ठोक्दिन के हो नि त्यस्तो हावा नबोल्ने अङ्कित र पक्कै त बेस्ट फ्रेन्ड हो थाहै रहन्छ यार कहिलेदेखि सुरु हुने देखियो यो त यसले के भने जस्तो छ थाहा छ जिगु के त्यो के रे त्यो भन्छ नि एउटा उखान छ त बिरालोको साँच्ची कस्तो दुधको साँच्ची बिरालो हो त्यही हो ठ्याक्कै मुखमा हाल्छ मिल्छ के अनि मिलिहाल्छ परिहाल्यो नि त गाइस आउँदा आउँदा अझ हामी चढ्दैछौँ उकालो हाम्रो डेस्टिनेसन अझै आएको छैन ऊ यहाँ फोटोग्राफरको टक्क के ल म जान्छु नि त भिडियो के ल बनाऊ ओ माइ गॉड यस्तो छ गाइस चराचुरुङ्गी मेरोमा चाहिँ अलि लाइट देखिन्छ तर यहाँ पुरै डार्क छ पछाड छ ल यस्तै टिमले चराचुरुङ्गीको आवाज सुन्नुहोस् त
यार यहाँ कस्तो चराहरू हेर न आऊ हिँडिहाल ए यो बाटो छिटो तर्नुपर्छ आऊ मै रोकेपछि यिनीहरू त रोक्दैन यिनीहरू पनि रोकिन्छ त्यही भएर म चाहिँ हिँड्नु पर्यो यिनीहरू पछि पछि आउँछन् ल हामी यहाँ आइपुग्यो यहाँ चढेर ओ माई गॉड मोबाइलमा जसो तसो होला तर यहाँबाट चाहिँ बवाल देखेछ लुक यहाँबाट टक्क मान्छे आउने जाने गरिरहेछ अब चाहिँ घाम लागे जस्तो आयो है वे कस्तो राम्रो चरा वाउ प्यारोट जस्तै छ है बब्बा हामी यत्रो हिँड्यो यार वे आज चाहिँ यहाँ फग लाएर रहेछ ओ माई गॉड के हो यो त्यही भन्दैछु यति तल कहाँ दोस्त अघि हामी माथि हेर्ने बेला कति सानो देखिएको थियो मान्छेहरू त्यो त्यहाँ तल छ कि त्यति तल छ त्यहाँ तल छ कि ए है यत्रो हिँड्यो यार हामी त वाउ यहाँ डेन्जर भ्यू छ मलाई अरूभन्दा नि त्यो हेर न त्यो बाटो चाहिँ कस्तो त्यो ग्रेट वाल जस्तै क्या हेर्नुहोस् त त्यो बाटो चाहिँ कस्तो बवाल छ यार अन्त गाइस आउँदा आउँदा यहाँसम्म आइयो अझ हाम्रो यात्रा जारी नै छ अनि बिच बिचमा तपाईँहरूलाई देखाउँदै गर्छौँ अपडेट गर्दैछौँ अपडेट गर्दै गर्छौँ तल पुरै घुसुलाएर केही देखिएको छैन ल त गाइस आउँदा आउँदा बाटोमा यस्तो देख्न पाइयो बरफ भन्नाले त्यो टक्क आइस शीत त होइन जमेको हो शीत परेको पुरै पुरै जमेको आमामा शीत जम्यो र बस्दाखेरि नि चिसो हुन्छ अर्कै चिसो फिल भइरहेछ तिनीहरूको घाँटी पछाडि हाल्ने हातमै जम्छ होला ए बरफ आमामा कस्तो जम्या रहेछ यार हट्टेरी बोतल भएको भए बोतल कस्तो चिसो क्या हेर्न सबैतिर कस्तो चन्द्रले उता गरिरहेछ गाइजहरूले चिसो लाग्यो भन्दैछ यिनीहरूलाई थाहा नै छैन के रहेछ भनेर यिनीहरूको पछाडि ढाड पछाडि हालिदिनु पर्ने माथि हाल्छु स्नो हो क्या यहाँ आउ न तिमीहरू अलि स्नो खेलिदिउँ न भनेर अलिक मेरो हातै चिसो भयो यार ओ माई गॉड कस्तो चिसो माथि झन् धेरै पाइला क्या माथि झन् धेरै होला अग्लो ठाउँमा जाउँ जाउँ ए मान्छे हेर बब्बाल मेरो पनि बनाइदिउँ न दिवस थाक्यो यार आउँदा आउँदै यहाँसम्म आइपुग्यो
अझ 2 किलोमिटर जति हिँड्नु बाँकी छ। हेर न यहाँ क्या छिटो गइरहेको होइन त्यो माथिको हेर नि त्यो पुरै त्यो भइरहेको छ यता उयो यस्तो हुने आउनुहोस् गाइजहरू आउनुहोस् ल यो पुल्चोकी डाँडामा आउनुहोस्। अब हामी लागेको ल लागौँ साथीहरू ल उसको आवाज चराचरी निस्केको जाउँ लागौँ ल लागौ केटा रोशन थाके जस्तो छ हौ रोशन इनर्जेटिक हो यस यो केटा हो कहाँ छौ तिमीहरू नहराउ न यार आओ दिवस where are you man come fast कुन रुट हो यो कि यो यो फिक्स हो यो हुन नि सक्छ नहुन नि सक्छ यतै हिँड लेट्स मुभ गाइस हामी जिगुको कुरा मान्छौँ यहाँ चाहिँ के रहेछ Let's check out the view over here. Okay, sorry. त्यो हेलिप्याड जाने बाटो हो हेलिल्यान्ड हेलिप्याड जाने बाटो हाम्रो यो रुट के थाहा अब देखेनौ अघिको त्यो बुढोलाई अब त्यसले पैसा त्यति तिर्यो होला हैन हातसम्म उठाइदिने मान्छेसम्म छ हेर अब आगो बेला टक्क भन्ने छ तिमी जाने सिलगढी म जाने सिक्किमतिर तिमी जाने सिलगढी म सिक्किमतिर हिउँ फेरि आयो हिउँको बाटो फेरि आयो आई मिन स्नोको बाटो ओ एडभेन्चर गाई हो चिप्लिँदो रहेछ गाह्रो भयो भने भन त्यो त गर्नु पर्यो हामीले पनि गर्ने एक फोटो यसको हाल्नु पर्यो ल्याउ त मोबाइल मेरो पुल्चोकी डाँडामा आइयो भगवान बुद्ध सुतिरहनु भएको छ ए त्यो चाहिँ आर्मी ब्यारेक रहेछ यो चाहिँ आर्मीको एरिया रहेछ बाहिर अनि त्यसपछि यहाँ चाहिँ शिवलिङ्ग त्रिशूल यो पनि आर्मीको एरिया हो अब यस्तो हो
हेर्नुहोस् ल त गाइज अब चाहिँ हाम्रो यहाँ ब्रेकफास्टको सेसन सुरु भयो 1 बजेको ब्रेकफास्ट है 1 बजे माइ गॉड यहाँ हेर्नु कस्तो हुस्सो लागेको छ हामी यहाँ टपमा पुगेर अनि यहाँ तल कलाएर यसो खाजासाजा खान्छौँ ल त गाइज अब पछि भेटौँला आजको भिडियो म यहीँ अन्त गर्न चाहन्छु ल स्टे ट्युन स्टे ह्याप्पी स्टे पोजिटिभ स्टे हङ्ग्री बाई बाई गाइज बाई बाई ओए फेरि घर नसुनाउने त्यही हो म त साथी हराएँ अनि खोज्न टाइम लाग्यो भने ए त पढ्न पर्दैन ढिलो भएछ झर्दै ढिलो भएछ जाँदै तँलाई पुगेर 100 रुपियाँ नि फिर्ता पाइने यार कसम होइन पङ्कजको झोलामा खाँदा त अनि आधी किनेसित छ नि त आधी त के हुँदैन उयो लमा ए उसले ऊ पुग्यो भने फोन गर्छ क्या हामीलाई मेरो नि स्विच अफ छ मेरो छ नि खुल्ला मेरो छ जति पनि छ अझै 50% होला उसँग त छ नि फेरि पछाडि तल के जस्तो आवाज देख्यो यार धेरै एक्लै भइयो कि त्यही भएर जे मलाई त्यही देखिरहेको छ ओइ ढुङ्गा खसाल्दै जाऊ त तिमी ढुङ्गा खसाल्दै किन दोस्रो यो त पार गर्नुपर्छ छिट्टै तिमी मोबाइल छोड्देऊ त्यहाँ कसले मोबाइल उसको यस्तो छोपिरहेको हो कि मैले टेन्सन भएपछि भइहाल्छ नि हराएपछि कहाँ थियौँ हामी So guys, we finally reached the road after 1 hour. ए त्यसरी नहलाउने यसरी राख यसरी राख यसरी Sorry. हराइयो अहिले त भेटियो अब बाटो चाहिँ भेटाएछ अब 7 किलोमिटर छ हैन होइन यो सितै कम्पेयर गर्ने हो भने shit. गाइज अनि कस्तो हुँदैछ रोशनलाई खोज्दै हामी चाहिँ oh shit we how struggle we are doing के त्यही युज गर्दैछु कस्तो यार काँडा मात्र छ सबै चन्द्र बुल्टो मारी खेलिस ओए बाटो पाएको मान्छे खै ओए माथि खोला देखियो नि खोला उस जानुहुन्छ के मान्छेले बाटै पाएको भने हैन चन्द्र यार shit yes motherfucker oh I struggle shit guys fuck off okay अब त माथि जान त कहाँ सक्नु सकिदैन म त नुहाइदिन्छु बे तर पानी पाएँ भने त वाइल्ड बनायो मलाई 5 वर्षसम्म हो केटाहरू नाच्थ्यो बल्ल हाम्रो उल 4 बज्न आँटिसकेको रहेछ
हजुर उस्तै पऱ्यो फाइन हुनु नि हुन सक्छ 5 बजेपछि हो ओ फक बरु उनले खसाली हुन्छ कसले खसाल्दिनु आहा रे यहाँ काँडा मान्छेको के भइसक्यो देखियो यता बाटो छ जस्तो माने के अघि उताको साइड छ जस्तो मानिरह यार मैले खास हामी उता बढ्दै तल झर्दै गर्न भन्ने रे The fucking stuff. Shit. Okay, नजिकै छ के म तिमीलाई जित्न थालिसकेँ यार ए रोशनको पिर नलिग के केटाहरू यार हामी हराइसक्यो रोशनको पिर लिएर बस्छ कहाँ पुग्यो होला त्यो मान्छे तँ त उता जाने के त्यो बात छ कसम यो भनेर कसम के पुग्यो यार माथि जाने बेला त रमाइलो पिकनिक भइरहेको थियो अहिले म चाहिँ यस्तो भइरहेको त्यही सिचुएसनबाट आएको 1 घन्टा लगाइ 1 घन्टा एकदमै जङ्गलभित्र छिरेर मासु त्यो बाघले खान्छ कि भन् ठानेको ढुङ्गा गुल्टिरहेको बेला त कसम कतै केही न केही त छ जस्तो लाग्थ्यो गढले बचाओ आज चाहिँ गढले बचाओ हामी जति तल जान्थ्यौँ नि अझ गहिरो डिपमा जान्थ्यौँ क्या त्यसले भनेको अगाडि भनेको सही रहेछ क्या धन्न बाटो चाहिँ पाइयो अझ पनि सिधा गर बाटो चाहिँ पाइयो त्यहाँ तल हामीले अझ पनि टावर नटिपेको भए कति फस्थ्यौँ होला के अझ पनि त्यो राइट डिरेक्सन कुन छ भन्ने थाहा छैन हामी म्याप युज गर्छौँ अनि जान्छौँ गाइज तर यो तलको कम्पेयर गर्ने भने अब चाहिँ दौडेर गएर फुल स्प्रिन्ट गरेर पुरै स्पिडमा हुन्छ नि गयो भने नि त्यति एक्सपिरियन्स हुन्न कि त्यस्तो टेन्सन हुन्न कि यस्तो थाक्यौँ होइन मेन्टल्ली फिजिकल्ली यस्तो पागल यो चाहिँ रिटर्निङको बेला हो होइन जाँदा त राम्रैसँग गयो आउँदा चाहिँ बाजिराखेको थियो फर्स्टले 450 सेकेन्डको 150 अनि रोशनलाई अब यिनीहरूले लाटो भनेर छोडिदियो रोशन त बाटो भएर त्यहाँ पुगिसकेको रहेछ अब खोइ लिफ्ट पाउँछ लिफ्ट माग्यो कि के माग्यो अब हामी 3 जना दौडिँदै सर्टकट भनेर आयो कहाँ आयो यस्तो जङ्गलको बाटो त्यहाँ खोला देखेको ओहो यो सर्टकट हुन्छ भनेर खोला गएको वहाँ डिपसम्म पुग्यो उल्टो बाटो रहेछ फर्क्यो धन्न तन्न अल्ल पुरै थाकेको छु टायर्ड छु अब बाटो यही हो गाइस अब बाटो ल अब निस्क्यौँ उतै छ बाटो पछि अब हजुरहरूलाई म देखाउने छु तल पुगेर खाजा खाने यस्तो पेली हो नि कसम केही न केही चाहिँ खाने